यो चाहिँ हाम्रो नयाँ मोडल आयो है सरहरू। अब यसमा चाहिँ तपाईँको अगाडिको डिजाइन हेर्नु, एकदमै राम्रो डिजाइन छ यसको अगाडिबाट। यो पनि तपाईँको उसको छ। अब पछाडि पनि तपाईँको यो साइडको भ्यू पनि हेर्नु हैन, यो चाहिँ तपाईँको पछाडिको भ्यू भयो ब्याकलाइटहरू। अब यसमा चाहिँ तपाईँको अगाडि पछाडि डबल डिस्क छ, साथै यो 2000 वाटको मोटर अनि पिक पावर चाहिँ 3000 वाटको भयो हैन। अब यहाँ चाहिँ अप्सनमा चाहिँ के छ भन्दाखेरि रिमोटको अप्सनमा 3वटा छ है यसमा। एउटा भयो तपाईँको रिमोट भयो, एउटा एनएफसी भयो हैन, अनि अर्को चाहिँ साँचो भयो। यो 3वटा छ। अब डिस्प्लेको कुरा गऱ्यो भने डिस्प्लेको तपाईँको पार्किङ हेराउँछ हैन, त्यसपछि किलोमिटर हेराउँछ, ट्रिपमा पनि जान्छ। अनि यहाँ चाहिँ अर्को राम्रो के छ भन्दाखेरि यहाँ भोल्टेज हेराउँछ है, यहाँ कति भोल्टेज बाँकी छ त्यो हेराउँछ, गियर 1 2 3 हेराउँछ। अनि साइड इन्डिकेटर बल्दा पनि यसको चाहिँ हल्का साउन्ड छ हैन। अब यसमा चाहिँ क्रुज कन्ट्रोल छैन, यो चाहिँ इमर्जेन्सी लाइट भयो, यो तपाईँको हेडलाइट भयो, यो चाहिँ तपाईँको 1 2 3 मोड भयो। यहाँ पनि डिजाइन पनि एकदमै राम्रो खालको पार्किङ माथि दिएको छ। यो हाइलो भयो, यो साइड इन्डिकेटर भयो, यो तपाईँको हर्न भयो हैन। अब यहाँ सामान राख्नलाई ठाउँ पनि छ। अर्को कुरा के छ, बुट स्पेस पनि राम्रो छ, कम्फर्टेबल पनि छ, स्मुथ एकदमै स्मुथ छ यो स्कुटर चाहिँ। अब बुट स्पेस हेऱ्यो भने बुट स्पेस पनि एकदमै ठुलो छ है यसमा, बुट स्पेस पनि एकदमै ठुलो भएको छ। सामानहरू हेलमेटहरू जस्तो सुकै राख्यो भने ग्राउन्ड क्लियरेन्स पनि ठिक छ। अगाडिको व्हिल पनि हेर्न सक्नुहुन्छ, 12 इन्चको हो अगाडि पछाडिको दुईटैको व्हिल। अब क्वालिटी पनि तपाईँ एकदमै राम्रो छ है, एकदमै राम्रो छ क्वालिटीमा। चार साइडमा अनब्रेकेबल छ यसमा। अनि साइड स्ट्यान्ड पनि हेर्न सक्नुहुन्छ, मेन स्ट्यान्ड पनि छ, राम्रो क्वालिटीको राखेको छ। ब्रेकिङ क्वालिटी पनि राम्रो राखेको छ यो यसमा चाहिँ। सक पनि एकदमै स्मुथ छ, चलाउनमा पनि एकदमै स्मुथ लाग्यो चाहिँ एकचोटि चाहिँ हेर्नु। अनि सिट पनि तपाईँको एकदमै ठुलो छ यसमा, 3 जना मजाले आउने सिट छ हैन। सिट पनि एकदमै ठुलो छ, सिट सँगसँगै तपाईँको स्कुटर पनि ठुलो छ है, एकदमै ठुलो छ। स्कुटरको लुक्स पनि एकदमै राम्रो छ।